हेलो गाइज गुड इभिनिङ है गुड इभिनिङ। म चाहिँ साँझको बेलामा चाहिँ होइन हल्का जगिङ गरौँ भनेर निस्केको थिएँ लभली डाँडातिर है गाइजहरू है। यहाँ चाहिँ पानीले म चाहिँ थुनिएँ है, म पानीले थुनिएँ गाइजहरू। यस्तो पानी परेछ लभली डाँडामा हेर्नुहोस् त गाइजहरू। बल हेरौँ यहाँ बल हो बल हेरौँ त यो बल यो कहाँ जाने यो बल यस्तो छ, यस्तो भलले अनि बगाउँदैन त बगाइहाल्छ नि हेर्नु त। ल हेर है त म च्याप्लाङ 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 हिँड्छु गाई त भाइ। अब जानु पऱ्यो घर। अब छाता उडेछु, छाताले क्या छ सब चुहिएछ पानी, यो सब चुहिने रहेछ छाता गाईहरू है। पानी चाहिँ यति ठुलो परेछ कि पुरै नगरौँ। म चाहिँ राइट नाउ अहिले लभली डाँडाको यता पारिपट्टि यो के भन्छ यो ठाउँलाई, ठाउँ त के भन्छ लभली डाँडाको आसपास हो। यो बाटो चाहिँ जान्छ मेथलाङ, माथि मेथलाङ जान्छ। यो बाटो गयो भने सिधै माथि। म त्यो बाटोमै हिँडिरहेको छु। यहाँ एउटा विश्व शान्ति के उस पनि छ यहाँ तल दिन, यसको ठ्याक्क माथिपट्टि छु। ल हेरौँ त यो रोडमा छु म। यस्तो पानी परेर यस्तो भल आएको छ अघि पोखरा बजारमा यस्तो छ। अब गाउँघरतिर खेत रोप्नलाई पानी कोही ठाउँमा पानी छैन, फेरि पुरो बिजो पनि छ फेरि है। अहिले पानी चाहिँ हल्का हल्का भयो, अघि त हो कति ठुलो आएको पानी पनि गाइजहरू पुरै नगरौँ। अहिले साँझको कति बज्यो थाहा छैन। म चाहिँ रुममा बस्दा वाक्का दिक्का टाक्का भएर चाहिँ यसो खुट्टा तन्काउने भनेर निस्केको थिएँ। निस्केको धन्न छाता चाहिँ हालेछु है मैले यो उसमा। ल हेरौँ त यहाँ छ र यो झर्ना, यो बेलाको झर्ना हेरौँ त गाईहरू है। यस्तो छ अब चौपट होइन। अब हेरौँ त यो भलले यो पानीहरूले हेर्नु त पानीको भल हेरौँ त यहाँ गाईहरू यस्तो छ। अब यो म त रोडमा हिँडिरहेको छु। अब यो पानीमा म छप्लाङ हिँडिरहेको छु। भयो त अब यस्तो छ त अनि क्यार्ने त घर त जानै पऱ्यो गाइजहरू। ए ट्याक्सी आयो, ट्याक्सीले मलाई सरक्क हान्छ पानी बिस्तारै। ल ठिक छ। यहाँनिर ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय भन्ने यहाँनिर छ है। यस्तो ट्याक्क माथिपट्टि छु म। यहाँनिर एउटा चाहिँ क्याफे पनि छ, त्यो क्याफे थाहा भएन। अनि अब यस्तो पानी पऱ्यो कि अब यो छाताले पनि नओच्ने। अब भनेपछि पानी कस्तो पऱ्यो होला। म चाहिँ उताबाट त्यो घुम्तीबाट माथि डाँडामा त्यो उकालो छक्लङ पङ हिँडेर गएको थिएँ कि एकछिन होइन। अनि हिँडेर गएको माथि ठ्याक्क एकछिन माथि बसेको पानी पऱ्यो। यस्तो यो फेरि यो अपार्टमेन्टको माथि फेरि रहर हो कि के हो, दुईजना जोडीहरू टक्क पानीमा भिजेर बसेका यो रहर हो कि के हो। अब यो पनि ल त्यो यस्तो छ। कोहीलाई रहर छ, कोहीलाई बादल छ, कोहीलाई के छ, यस्तै छ संसारमा। हरेक मान्छेहरूको आफ्नै के हुन्छ त इच्छा आकाङ्क्षा हुन्छ। अब अहिले न अब हाम्रो सरकारलाई पनि अब यो पुराना पार्टीहरूले कति घोचिरहेछन्, कहिले केमा त्यो राजनीति किन गर्नु परेको छ। सांसद भएर गएपछि, सदनमा गएपछि मिलेर काम गर्ने हो नि त यार। यो न्युट्रल भएर काम भन्यो नि त सबै एकसाथ भयो। यो भएन त्यो भएन, घोचपेट गरेको त्यो अलि भएन होइन त। काङ्ग्रेस एमाले माओवादीका छन् नि। ल त यहाँ यति ठुलो छ ओहो बाढी, यो बाढी चाहिँ सिधै जान्छ पोखरा बजारतिर। यति ठुलो बाढी आएको छ यो लभली डाँडाको तलपट्टि। भन्न यहाँ कुलो रहेछ र अलिकति सेफ छैन र यो पानी यतातिर गयो भने त सबै हेर्नु त तलतिर त घरै घर छ त। अनि पहिरो जाँदैन, जान्छ त। अनि यो भनेको प्राकृतिक अब के भन्दा प्राकृतिक अब के भन्छ अब आपत विपद के भन्छ, जति बेला पनि पर्न सक्छ होइन त। अब यति ठुलो पानी आएको छ, ताल परे मलाई बगाउँथ्यो यो पानीले। हेरौँ त यति ठुलो आएको छ यो पानी बगाउँदैन त।
यसले बगायो भने त अनि कहाँ पुऱ्याउँछ होला मलाई यो पानी धन्न यहाँ ठुलो रहेछ यो पानी यतातिर गयो भने त यो के भन्छ अरे भिरालो जग्गामा भएका घरहरूमा पानी पस्यो भनेर अनि के होला हालत होइन त गाह्रो छ नि ट्याक्सी आइरहेछ ल हामी चाहिँ यस्तो छ यहाँतिर हो बजारमा यहाँतिर पानी भाइहरू यहाँ पानीमा भिजेर कहाँ गाह्रो छ नि म नि भिजिरहेको छु भाइहरू भिजेर सल्लाहका ननिष्ठ भिडियो बनाइरहेको छु मैले यो बर्खामा कहिले कहिले यो बर्खे घरीको पनि भिडियो बनाइदिउँ न भनेर मैले बनाएको छु हेर्नुहोस् है त अब यहाँ म चाहिँ रोडको बिच हिँडिरहेको छु पछाडिबाट गाडी आयो भने फेरि हरेन मार्ला हार्यो भने म चाहिँ साइड लाग्नु होला दाहरू त फेरि लभली डाँडाको टक्क तलपट्टि यस्तो फोहोर फाल्यो खालि यो चाहिँ गलत है यो गलत हो यो मान्छे परिवर्तन हुनुपर्छ है देश परिवर्तन हुनलाई पहिला हामी जनता परिवर्तन भयो भने मात्रै मात्र देश परिवर्तन हुन्छ है मित्रहरू ध्यान गर्नुहोला ल यहाँ पक्कै पनि केही न केही आएर अड्केको छ त्यही यो पानी चाहिँ बाहिरहेको छ यहाँ बाहिरहेको छ हुन्छ पछाडि गाडी आयो भने भरै नलगाउनु है साथीहरू म यो पानीमा छप्ला हिँडिरहेको छु हार हिँड्दिउँ न भनेर हिँडेको है म फेरि जे होला होला भनेर म त भिडियो बनाउँदै हिँडिरहेको छु ओइ फेरि चर्कनी पर्ला यार मिलेर मुलुक गरिरहेको छ क्या हो खै ओ बुरुङ नगर है रके नै हाल्ला यार डर लाग्ने यार पानी यति ठुलो पानी बर्खाको पानी यो यस्तो पानी त पहिला पनि खेलेर हुर्केको हो अहिले चाहिँ अब धेरै अब आफू बाहिर बसियो केही वर्ष त्यसले गर्दा आज यसो अनुभूति लिएको ल जस्तै बाइकमा पनि पानीमा भिज्दै हिँड्नु भएको छ गाह्रो छ नि यो बर्खाको बेलामा आकाशमा परेको पानीले जति पनि रुवाउँछ पानी परेर हाम्रो छाप्रोमा बसेका छन् कोही बिजुहरू गाह्रो छ नि यति ठुलो पानी परेको छ होइन त साथीहरू म चाहिँ यता माथिबाट डाँडा माथि पुगेर आएको थिएँ अनि माथि गएर आएपछि मैले हिँड्दै ठ्याक्कै यो बाइक रोकेको ठाउँबाट म उतापट्टिबाट माथि गएको थिएँ अनि अहिले चाहिँ म आफै हिँड्दै बर्खाको भेलको भिडियो बनाइरहेको छु कस्तो हुन्छ हेर न भनेर यहाँ चाहिँ पानी बुझेर यस्तो छ हालत पक्कै पनि यहाँ केही न केही भएर बुझ्यो होला यहाँ यो पानीको पक्कै पनि तलतिर गयो होला सब जान्छ कहाँ त भन्दाखेरि सम्म ठाउँमा जता जहाँ बग्ने ठाउँ छ उतै जान्छ यो पानी होइन त झन् त यहाँ पानीले कस्तो मोडले चाहिँ मजा आउँछ तर मोडलिएको छ पानीले यस्तो मोडलिएको छ चल्लाएर अब यो पानी जान्छ कहाँ चाहिँ तल बस्तीतिर जान्छ अनि त्यसपछि बस्तीतिर गएपछि के हुन्छ भल छिर्छ भल छिरेपछि आपद विपद पर्छ होइन त आपद विपद परेपछि फेरि लास्टमा गाली गर्ने कसलाई हो त सरकारलाई प्राकृतिकले दिएको यो चिजहरू जति बेला पनि जता पनि जे पनि हुनसक्छ प्राकृतिक अटोमेटिकल्ली हुने यो घटनालाई सरकारलाई दोष दिएर पनि हुँदैन होइन त साथीहरू ल हेर्नुहोस् पानीको बहाव अहिले तल आएछ अलिक कम भइरहेछ अहिले अब म पानी घरि पनि थोरै लागिरहेको छ है अहिले अहिलेको भन्दा हुसुको लागिरहेको छ है पानीको ल हेर्नुहोस् साथीहरू यस्तो छ है म चाहिँ अहिले तल झरिसकेँ बिस्तारै म अब तल बजारतिर पुग्न लागिसकेँ ननस्टप भिडियो खिचेको कति मिनटको भयो लगभग 9 मिनटभन्दा धेरै भएछ 3 मिनट छ मेरो स्पेस 3 मिनट ननस्टप खिचिदिन्छु म जे पर्ला होइन त साथीहरू
आपद विपद कति बेला पनि पर्छ त्यसैले यस्तो पानीमा हामी भिज्दै ए गाडी यस्तै रोक्न हुँदैन नि पछि अर्को गाडी आउँछ ठोकिन्छ एक्सिडेन्ट हुन्छ हामीसँग जानुपर्छन् है साथीहरू यस्तो छ पानीको हालत होइन त म चाहिँ चप्लाङ भिजेर हिँडिरहेको छु है बालै नलिएर पानीमा आई डोन्ट केयर समटाइम्स नीड टु इन्जोय विथ द रेनी ए हेर्नु यो साइकलमा हेर्नु त साथी इन्जोय गरिरहेको छ नि त पानीको इन्जोयमेन्ट लिइरहनु भएको छ उहाँले साइकल चलाएर यो पानीमा हामी चाहिँ झरीमा भिज्दै म हिँडेको छु भिज्दै यो झरीमा छाताले त के वस्तो र होइन ल हेर्नु त बच्चाहरू ए बा हो बच्चाहरूलाई यसरी जम्मा हुने हो यस्तो गाईहरू पानी परेको बेला यस्तो हुन्छ म चाहिँ खासकै टाङ्बे होइन टाङ्बे समाजसेवा सङ्घ पोखराको भवन अगाडि आइपुग्यौँ दुईजना बहिनीहरू पनि छाता बोकेर हिँडिरहेको छु पानीको मजा लिइरहनु भएको छ म चाहिँ बिस्तारै अब चोकतिर जाँदैछु अब कति बेला पानी बिगा हुन्छ के हुन्छ थाहा छैन अब गएर चक्क लाएर नुहाइदै गर्नुपर्छ बोल्न त धेरै बोल्यो के बोल्यो पानीको आवाजले चाहिँ के सुन्ने छैन थाहा छैन म चाहिँ बोले आज है आज बोल्न चाहिँ बोलेँ म यो पानीको बर्खा यो झरीको कारणले गर्दाखेरि मलाई भिडियो खिच्न मन लाग्यो त्यही भएर म भिडियो खिच्दै हिँडिरहेको छु ल खुट्टा भिजाउँदै हिँड्दैछु पानीमा छप्लाङ यो के स्कुल हो यार यो हरिवंश र मदन कृष्ण हरिवंश खुलाउनु भएको स्कुल भन्छ यो ठ्याक्कै नाम चाहिँ मैले याद भएन मनमा आएछ मुखमा आएन है ल त नि गाइजहरू सियु फेरि भेटौँला अर्को भिडियोमा हेर्दै गर्नु होला साथ सपोर्ट गर्दै गर्नु होला म अहिलेलाई यति नै धन्यवाद है त